के साम्बा बिना नेपाली टिमले कुनै प्रतियोगिता जित्न सक्दैन? के नेपाली टिममा अरू क्षमतावान खेलाडी छैनन्? साथीहरू, नेपाली महिला फुटबल टोली साफ महिला च्याम्पियनसिप 2026 का लागि तयार हुँदै गर्दा समर्थकहरूमा अनेक तर्कहरू आइरहेका छन्। यसपटक कप्तान तथा मुख्य गोल मेसिन सावित्रा भण्डारी साम्बाको भूमिकालाई कसले भरपाई गर्ला भन्ने चर्चा धेरै भइरहेको छ। तर नेपाली टोलीमा यस्ता खेलाडीहरू छन् जसले कुनै पनि बेला खेलको नतिजा बदल्न सक्छन्। आज हामी चर्चा गर्दैछौँ साफ महिला च्याम्पियनसिप 2026 मा नेपालको प्लेयर्स टु वाच अर्थात् नेपाली टिमलाई खेल जिताउन सक्ने सम्भावित खेलाडीहरूको बारेमा। सबैभन्दा पहिला कुरा गरौँ रेखा पौडेलको। रेखाले सन् 2019 को साफ महिला च्याम्पियनसिपमा भुटान विरुद्ध डेब्यू गरेकी थिइन्, जुन खेलमा नेपालले 3-0 को जित निकालेको थियो। श्रीलङ्का विरुद्धको खेलमा भने उनले राष्ट्र टोलीबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल समेत गरेकी थिइन्। अहिलेसम्म राष्ट्र टोलीबाट 20 खेलमा 12 गोल भन्दा धेरै गरिसकेकी रेखा नेपालकी सबैभन्दा खतरनाक अट्याकिङ प्लेयर्स मध्ये एक हुन्। विशेष गरी साफ महिला च्याम्पियनसिप 2024 मा उनले कुल 7 गोल गर्दै नेपाली महिला फुटबल इतिहासमै एक संस्करणमा सबैभन्दा धेरै गोल गर्ने नेपाली खेलाडी बनेकी थिइन्, जसमा 5 गोल मालदिप्स विरुद्ध र 2 गोल श्रीलङ्का विरुद्ध आएको थियो। यसपालि पनि नेपालको गोल गर्ने मुख्य जिम्मेवारी रेखाका काँधमा रहने सम्भावना धेरै छ। अब कुरा गरौँ नेपाली मिडफिल्डको भविष्य मानिएकी प्रीति राईको। केवल 16 वर्षको उमेरमा 2021 मा बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यू गरेकी प्रीतिले उक्त खेलमा मैदान छिरेको 22औं मिनेटमा गोल गर्दै राष्ट्र टोलीबाट भविष्यमा सशक्त प्रदर्शन गर्न सक्ने क्षमता प्रस्तुत गरेकी थिइन्। साफ महिला च्याम्पियनसिप 2022 मा उनले गोल नगरे पनि नेपालको फाइनल यात्रामा उनको खेल निकै महत्वपूर्ण थियो। त्यसपछि 2024 संस्करणमा उनले मालदिप्स विरुद्ध ह्याट्रिक गर्दै आफ्नो क्षमता प्रमाणित गरेकी थिइन्। हाल कम्बोडियन क्लब फुटबलमा व्यावसायिक रूपमा खेलिरहेकी प्रीति राईले नेपालको मिडफिल्ड क्रिएटिभिटी, बल कन्ट्रोल, गेम टेम्पो कन्ट्रोल र एटेकिङ ट्रान्जिसनमा उनको भूमिका अत्यन्तै महत्वपूर्ण हुनेछ। अब कुरा गरौँ रश्मि घिसिङको। यो उनको साफ महिला च्याम्पियनसिपमा तेस्रो सहभागिता हुनेछ। यसपटक साम्बाको अनुपस्थितिमा उनीमाथि झनै ठूलो जिम्मेवारी रहनेछ। उनले दबावमा उत्कृष्ट प्रदर्शन गर्न सक्छिन् भन्ने प्रमाण 2022 को साफ महिला च्याम्पियनसिपमा देखाइसकेकी छन्। 2022 को भारत विरुद्धको सेमिफाइनल खेलमा उनी एक्लैले निर्णायक गोल गर्दै नेपाललाई फाइनल पुर्याएको थिइन्। 2024 संस्करणमा पनि उनी श्रीलङ्का विरुद्ध गोल गर्दै आफ्नो प्रभाव देखाएकी थिइन्। रश्मिको पेस, मुभमेन्ट र फिनिसिङ नेपालको लागि यसपटक निकै महत्वपूर्ण बन्न सक्छ। यसपटक अर्को आश गरिएका 2 युवाका नाम हुन् पूर्णिमा राई र मीना देउबा। साफ अन्डर-20 प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका यी 2 खेलाडीले अब सिनियर टोलीमा कस्तो प्रभाव पार्छन् भन्नेमा सबैको ध्यान गएको छ। यदि रेखा पौडेल, रश्मि घिसिङसँगै पूर्णिमा र मीना देउबाले फरवर्ड लाइनमा राम्रो केमिस्ट्री बनाउन सके भने नेपालको उपाधि यात्रामा त्यसले ठूलो प्रभाव पार्न सक्छ। कोचले यी युवा खेलाडीहरूलाई कसरी प्रयोग गर्नेछन्, सुरुबाट मौका दिने कि इम्प्याक्ट सब्स्टिट्युटको रूपमा प्रयोग गर्ने, यो साफ महिला च्याम्पियनसिप 2026 को सबैभन्दा चासोको विषय मध्ये एक बन्नेछ। नेपालसँग प्रतिभा छ, अनुभव छ, युवा ऊर्जा छ, जोश जागर छ। अब हेर्न बाँकी छ यो टोलीले इतिहास बनाउन सक्छ कि सक्दैन भन्ने। अन्त्यमा साथीहरू, तपाईको नजरमा साफ महिला च्याम्पियनसिप 2026 मा सबभन्दा उत्कृष्ट प्रदर्शन कसले गर्ला र नेपालका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी को बन्नेछ? कमेन्ट गरेर आफ्नो विचार अवश्य बताउनुहोला। यस्तै खेल अपडेटहरू नियमित लिनका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।